रुकुमतिर घर यतातिर घर भने यस्ता मान्छेलाई चिनिन्छ हो कि नै त्यही भएर गङ्गाटा मारेर आएस् क्या अलि माथि हेर्न अलि माथि त्यो ढुङ्गा पनि भेटिन्छ होला कि हो लमजुङ त्यसै भने गाई लमजुङ भनेको एउटा पहाड हो होइन पहाड देख्नलाई भ्यू यस्तोबाट पहिरो आउँछ क्या पहिरो आएर त ढुङ्गा कति धेरै छ त्यो ढुङ्गा आएर झर्छ यस्तो पहिरो पनि झर्ने ठाउँ हो कि यो भनेको हेर्नु यसको बनाएको छ अहिले वालसाल लगाएर ट्यापको बनाएको छ राम्रो बना त्यो बर्खामा त फेरि बबालै हुन्छ बर्खामा कस्तो हुन्छ नि डेन्जरै हुन्छ अब यहाँ पानी पऱ्यो ननिस्क डेन्जरै आउँछ पहिला पहिला अब यसो यता हुन्छ त्यस्तो चाहिँ यो ठाउँमा डेन्जरै फोहोर थियो पहिला यस्तो फोहोर थियो कन्टिन्यू फलामहरू यस्तो त्यो चल्ने थियो कि यहाँ चाहिँ अहिले छैन पहिला बाटो पनि थियो यहाँ अहिले चाहिँ बाटो पनि रहन्छ यहाँबाट जान्छ अलिक बाटो पनि थियो पहिला पहिला हामीले सेक्युरिटी दिने यहाँ पनि आउनु पर्थ्यो कि यहाँ ड्युटी पोस्ट गर्थ्यो यहाँ हामीले देखाएको ठाउँ त्यहाँ चाहिँ बस्नु पर्थ्यो कि अहिले छैन तर मैले म हजुरलाई ड्याम देखाउँछु मर्स्याङदी हाइड्रो पावरको ड्याम म देखाउँछु अहिले हजुरलाई देखाउँछु त्यहाँ आज त ठुलो चाहिँ सबै बन्द गरिदिए सानो चाहिँ खोलिराख्नु भयो त्यो देखाउँछ एउटा 3 स्टेपको सुरुङ छ एउटा त्यो भयो एउटा ऊ माथि तिनवटा भनेको यो ठाउँमा पस्नुभयो भने तपाईँहरूको बाँच्ला मेरो चाहिँ हेर्नुहोस् जस्तो कि यो सुरुङबाट त्यो ओभर भएको पानी चाहिँ अन्डरग्राउन्डबाट ह्यामर निस्किन्छ यस्तो निस्किन्छ यो सुरुङबाट तलको सुरुङ अहिले देखाएको छ यो चाहिँ यो हुने सुरुङबाट धेरै भएको पानी चाहिँ ह्यामर निस्किन्छ त्यो निस्किन्छ मान्छेलाई यो ठाउँमा पार्यो भने के कस्तो गरेर गाई त्यो ठाउँमा मान्छेलाई त्यो ठाउँमा पार्यो भने तपाईँहरूको त हड्डी यति पनि देखिन्न होला भेटिन्न होला सायद अब कस्तो डेन्जर हुन्छ हावा पानीको रापले हावा दिन्छ जस्तो लाग्छ क्या पानीको त्यो हावा दिन्छ अन्त अब स्पिड गरेर हामीलाई कति स्पिडमा बग्छ पानी देखाउँछु म है कति स्पिडमा यस्तो म गयो भने त मान्छे अब गर्छ जस्तो लाग्छ मलाई हावाको रापबाट यति स्पिड छ हेर्नु त यस्तो रापबाट गएर त्यसलाई पछाडिदियो भने तपाईँहरूको सास के बदला छ अन्त तपाईँहरू मेरो मात्र सबैको मान्छेलाई त यसमा त देख्दै कति डर छ नि त यो अझ नर्मल्ली अरूभन्दा 3टा माध्यम भए त्यहाँ 1 2 3 4टा छ नि एउटा पुरा उता भयो 1 2 3 4टा छ 4टा मध्ये सबभन्दा सानो चाहिँ खोलेको थियो सानो खोलेको यत्रो पानी आएको सानोमा ठुलोमा आएको के होला त्यस्तो ठाउँमा आउँदा त प्राउड फिल अलि एक्सिडेन्ट त भइ नै हाल्छ नि गाई होइन अब धेरै डर लाग्छ हावाको हावा गाइदिन्छ हावा बबाले छ त्यसले माथिबाट स्पिडमा आउँछ देखिको त्यो माथिबाट स्पिडमा आउँछ यहाँ तलबाट गएर त्यो जान्छ पानी होइन आम्मा गाई त्यस्तो ठाउँमा गएर पछाडि दिने मान्छेलाई नै होला मान्छे त हड्डी गाह्रो छ बस्ती बाहिर यो चाहिँ उता सानो भयो उताको सानो भयो यो चाहिँ ठुलोवाला हो है यो ठुलोवाला हो ठुलोवाला अहिले बन्द गरिदिएको छ पानी थोरै भएर बन्द गरेको यो बेला पनि बन्द गरिदिएको छ यो हामीले निर्माण गर्दाखेरि यही थियौँ कि होइन यो जस्तो वर्षमा एकपल्ट घुम्दाखेरि चाहिँ है त्यहाँदेखि यो चाहिँ यो निर्माण गर्दा यो पनि वर्षमा एकपल्ट चाहिँ निर्माण हुन्छ यो पनि लास्ट ठुलो 3टा 4टा धेरैमा पानी सबै खोलिदियो नि त मान्छे त सबै बगाउन जस्तो लाग्छ डेन्जर छ है त्यति बत्ती आउँछ त पानीको स्पिड मात्रै हेर्नु न स्पिड कस्तो छ आम्मामा त्यो पानीबाट पछाडिने मान्छेलाई के हालत बनाउला उताको त घटिसक्यो अघि ठुलो थियो उताको पनि त्यो माथिको बाटो आउने थियो तलतिरको बाटो आउँछ यस्तो छ कति ठुलो खाँदैन यहाँ माछा कति धेरै पाइन्छ माछा हामी यो सुक्यो भने माछा चाहिँ बबाले पाइन्छ यो सुँगदा चाहिँ माछा चाहिँ डेन्जरै पाइन्थ्यो हामीले माछा मारेर पनि खायो यहाँको चाहिँ माछा पाइन्छ यहाँको नि गाई त्यो गाई मेरो भिडियोलाई माया गरिदिनु होला सपोर्ट गरिदिनु होला है अहिले मेरो भिडियो त खासै हेर्नु हेरिदिनु होला होइन लाइक कमेन्ट सेयर पनि गरिदिनु होला मेरो युट्युब च्यानलमा गएर सब्सक्राइब पनि गरिदिनु होला यो बेला त्यो नै भन्नु सक्छु र मैले अब सकेसम्म यो हाल्ने प्रयास गरिरहेको हुन्छु म अहिले सिक्दैछु कि मैले आफ्नो कला देखाउँदैछु सिक्दैछु होइन युट्युब च्यानल भर्खरै खोलिरहेको छु खासै बानी पनि परेको छैन
बानी पर्दैछु बिस्तारै भिडियो हाल्दैछु मलाई एउटा भिडियो हालेको छु बिस्तारै भिडियो हाल्दै हाल्दै जान्छु हजुरले सक्दै मेरो लिङ्कलाई सेयर गरिदिनु होला माया गरिदिनु होला 4-5 जनाले हेरे पनि मेरो लिङ्कलाई चाहिँ सेयर गरेर माया गरिदिनु होला त्यो गाइस